सेकेन्ड ब्लग होइन तपाईँले फेरि मलाई सेकेन्ड ब्लगमा देखिसक्नु भएको छ चारहरू उठेर बाइक निकाल्छ कुदाइ भएको थियो बाइक माने कस्तो भएछ खस्यो छ अरे केही भएन हामीलाई चाहिँ केटाहरूलाई होइन यस्तो राम्रो छ कि मलाई त हेरिराख्नु मन लागिरहेको छ स्ट्रगल गरेर केटाहरूलाई हाँस लाग्यो दसैँ जाने है घर भनौँ न सेल्फिस छैनन् अब साथी फाइनली गाइस वेलकम टु माई सेकेन्ड ब्लग होइन तपाईँले फेरि मलाई सेकेन्ड ब्लगमा देखिसक्नु भएको छ म हजुरको सबैजना प्यारो उज्जवल स्मित होइन ट्याकलाबाट अहिले हामी चाहिँ कति बजेछ भने भनौँ न यहाँ ट्याक्कै 3:40 भइसकेको छ बिहानको होइन हेर्न सक्नुहुन्छ तपाईँहरूले ट्याक्कै 3:40 भइसकेको छ म त रातभरि सुतिनँ आज रातभरि सुतिनँ अनि केटाहरू आएको थियो अनि हाम्रो यता जाने प्लान थियो हाम्रो होइन हामीले उठेको छैनौँ होइन हाम्रो खास गरेर केटाहरू एक्कासी प्लान थियो होइन हामी जाने गरेर होइन त्यहाँबाट हामी अब निस्किन लागेको हामी चाहिँ राइडमा है त हाम्रो केटाहरू सबजना हुनुहुन्छ साथीहरू हाम्रो मित्रता उतै साइमनले पुरै रिसाइरहेको छ किनभने सुत्न पाएन कति 10 मिनटमा सुत्न पाएको थियो म चाहिँ अब यत्तिकै मतलब च्यालेन्ज भयो क्या हाम्रो नबेको सुत्ने भनेको चाहिँ बसेको थिएँ सुतेन पनि म चाहिँ आँखा पनि सानो छ जला भन्दा के भएको छ होला आँखामा ठुल्मा देखेको छैन तर पुरै कालो कालो भएको छ क्या आँखा सुत्न नपाएन है त अब हामी जाने के हुन्छ बाटोमा कस्तो हुन्छ हजुर सब तपाईँलाई म देखाउँदैछु होइन म चाहिँ हाम्रो मौसम के नामै बिर्सेँ भने चाहिँ होइन हाम्रो साथी हुनुहुन्छ यहाँ तपाईँ हाम्रो साथी हुनुहुन्छ उहाँको फोन है म चाहिँ अब त्यसै कारण अर्को फोनमा के घरमा चाहिँ अब आफ्नो फोन छैन होइन कति त राम्रो हुँदैन त्यसरी है त अब हामी कहाँ कहाँ के गर्छु न सब भन्दैछु है त अहिले त्यसै बाबाई अब हामीले भइसक्यो है त हामीलाई चाहिँ होइन घरदेखि हामीलाई बाइक लिन दिँदैन थियो होइन हामीले रातिको 4 बजी उठेर बाइक निकालिसकेको छौँ हामीले हाम्रो बाइक हो किनभने साथीहरूको आफ्नै बाइक हो होइन यो स्कुटी हो अब हामी चाहिँ ट्याक्कै चढ्न गइरहेको छौँ होइन जान गइरहेको छौँ यसो डर लागिरहेछ कि थाहा पायो भने यस्तो चाहिँ गाली हुन्छ कि घरमा त्यो सोचेको छैन होइन अब हामी चढ्न आँटेको छौँ होइन अब गएपछि अब के हो कसो तपाईँलाई भन्छु नि है त सबै केटाहरू छन् यता ट्याक्काला र उहाँहरू हामी पेट्रोल पम्प चाहिँ आएको छैनौँ त्यही पनि अब फागुनको चोक होइन अहिले बिहानको कति बज्यो केही 4:10 भइसकेको छ होइन 4:10मा भ्यू यस्तो हुन्छ कोही पनि होइन फागुनको चोक हजुरलाई थाहा नै छ फागुनको चोक होइन त्यहाँ छु हामी चाहिँ अब हाम्रो बाइकमा पनि तेल छैन र स्कुटीमा पनि तेल छैन बाइकमा पुरै रिजर्भमा बसिरहेको छ होइन हो तेल पनि छैन तेल चाहिँ हाल्ने होइन मतलब हाल्ने मतलब होइन यहाँ अब जबसम्म पेट्रोल पम्प खोल्दैन तबसम्म अब अलिकति जानु पऱ्यो नि त त्यसको लागि चाहिँ हामी पेट्रोल हाल्न लागेको छौँ होइन घरदेखि एकदम रिस्क लिएर हामी हिँडेको छौँ अब के हुन्छ कसो हुन्छ अब त्यो अब परमेश्वरको माथि हात छ होइन अब हामी ट्याक्कै अब हामी चाहिँ 8 बजी घर पुगिसक्नु पर्ने सनराइज हेरेर घर पुगिसक्नु पर्ने हो खास गरिमा हामी केटाहरू पनि एकदमै नसुती हामी साथीले साथ दिनुभएको छ होइन जे होस् अब के हुन्छ कस्तो हुन्छ है त ल म अब जाँदै पछि हजुरलाई खबर दिनेछु नि है त फाइनली हामी चाहिँ दमक आइसकेको छौँ होइन हाम्रो घर ढुक्कै पानी हो हामी दमक आइसकेको छौँ हेर्न सक्नुहुन्छ दमक डाक आइसकेको छौँ हामी होइन त्यहाँका दमक आइसकेको छौँ हामी केटाहरू चाहिँ अब चिया खाने ओर्ने भनेर त्यहाँदेखि नन स्टप जाने होइन नन स्टप जाने सबैजना चिया खाने ओर्ने होइन नन स्टप जाने कुरा ट्याक्कालाई यहाँ छन् हाम्रो केटाहरू चाहिँ देउस एकदम रमाइलो हुँदैछ है त फाइनली हामी चाहिँ लडिसकेको छौँ लडिसक्नु भन्दा अलिक यहाँ घोसारेको छ होइन ट्याक्काला उहाँले कुदाइ भएको थियो बाइक माने कस्तो भएछ खस्यो छ अरे म्यादहरू है झन्डै मरेर हातको होइन केही छैन है यहाँबाट टर्निङ काट्दा यहाँबाट घिसेको यो होइन यहाँदेखि घिसेको म्यानिङ थियो कस्तो मर्ची जस्तो लाग्यो यत्रो गएछ झन्डै हामी केही भएन हामीलाई चाहिँ केटाहरूलाई होइन घडी के हो घडी हो हामी त हाम्रो घडी लास्ट उयो भयो होइन यसरी तपाईँ नहिँड्नु होला होइन बाइक अब हाम्रो स्पिडै थियो भनौँ न
अनि म त विश्वास मलाई विश्वास लाग्दैन हुँदैन केही हुँदैन जस्तो लाग्छ अलिक तर केही भएन ठिकै छ तर मान्छेलाई त हल्का उयो भयो होइन कसम भनेको नि त्यो हुन्छ है केही छैन हुन्छ तर हामीलाई चाहिँ केही भएन क्या त्यति खुसी छु बाइकलाई पनि हल्का केही भएको छैन नयाँ बाइक हो अब यो कन्टेन्ट त मैले हाल्नु मिल्दैन तर पनि अब यस्तो दामी छ ठाउँ चाहिँ होइन हामी चाहिँ लगभग हामी बिहानदेखि हिँडेर कति 1.5 घन्टा ड्राइभ गरिसक्यौँ हामीले हुन चाहिँ केही भएन किन हामीले किन केही भएन भने नि हाम्रो किनभने नम्बर प्लेट हाम्रो नि यहाँ छ क्या जिएस प्राइसको छ क्या त्यही भएर हामीले केही भएको छैन केही भएन क्या यसो बचाएकै हल्का बाइक चाहिँ स्क्र्याच लगाइसकेको छ होइन बाइक त हल्का स्क्र्याच लागेको छ त्यता पनि हल्का स्क्र्याच लागेको छ उयो थाहा पाउँछ होला यो त उयो थाहा पाउँछ होला के भएको छैन झन् केही भएन होइन यसो ब्रेक गर्नुपर्छ होला यसो सेक्स हेरौँ न कस्तो भने बाइक यहाँ कोतारेको हो यहाँ हल्का थियो अनि यतै ल्याइदियो क्या केही भएन झन्डा है प्रभु म त सक्यो यति जस्तो होइन ऊ चुटिन्थ्यो क्या ठाउँ छोडेर ठ्याक्क पक्रेर ट्याङ्कीमा बाँच्यो होइन हामी होइन खुसी त केही छैन हामीले बाँच्यो केही भएन बाइकलाई त मनाउँदाखेरि भइहाल्छ होइन बाइक त केही भएको छैन यहाँ स्क्र्याच लागेको थियो त थाहा पाउँदैन त्यसो नोटिस गर्दैन घरमा बाँच्यो होइन ठाउँ चाहिँ एकदम दामी आइसकेको छौँ हामी चाहिँ एकदमसँगले होइन खतरा भएको छ है त ल अब हामी अलिक उता गएर बस्यो भने गाडी आएकै गर्छ है छिरी जस्तो लाग्यो त खोला पऱ्यो अहिले कति हो केटा अब यहाँदेखि 10 नेपाली हो नि ताल परे के गर्छ भनेको यस्तो हो क्या म मुत्नु भएर रास पिछा भइरहेछ ल मिनट लाग्छ छैन होइन हामी अब बाँच्छौँ यस्तै खुसी छौँ होइन राम्रो बन्न सक्छ होइन फेरि पेट्रोल पम्प आइसकेको छौँ अघि पनि 500 रुपियाँ हालेको अहिले पनि अब कति हाल्ने अब उहाँलाई थाहा होला साथीहरूलाई होइन ट्याक्टर तेल हाल्न आइसकेको छौँ हामी चाहिँ ट्याक्टर लाएर होइन अब त्यही यो धरन कटेर ट्याक्टर भेटार जाँदैछौँ भेटार पुगेपछि ट्याक्टर हल्केर भेट्दैछौँ भेट्दै गर्नु होला हाम्रो रमाइलो है त हामी ट्याक्टर तेल हाल्ने यति हाम्रो हुन्छ पुष्प नामै आउँछ तिम्रो के नाम पुचाल तेल हाल्दैछु होइन तेल हालिसकेको छु अन्त हामी जाने भ्यू त एकदम दामी छ हेर्न सक्नुहुन्छ तपाईँहरूले होइन जोस रमाइलो हुने भयो रमाइलो हुँदैछ होइन मेरो कपाल चाहिँ एकदमै त्यो धुलोले होइन धुलो पनि कति खाए बिहान उठेर धुलो त यहाँ स्क्रिन होइन धुलो त कुरै नगरौँ न धुलो त यति धेरै छ कि भन्न सकिँदैन क्या बयान गर्न सकिँदैन तर यस्तो भ्यू हेर्दा त नि यस्तो भोक पनि हुन्छ नि भोक पनि लागेको थियो मलाई त्यस्तो हेर्दा यस्तो आनन्द क्या यस्तो आनन्द छ हेर्न सक्नुहुन्छ एकदम दामी छ के दामी यस्तो भ्यू हेर्नको लागि हामी त्यहाँ दमकदेखि हामी आइसकेको छौँ यता अब त्यहाँको तेल सेल हाल्नु हामी जाने है त सब्सक्राइब गर्नु पऱ्यो मेरो साथीको च्यानल होइन सेयर हाल्नु पऱ्यो लाइक हाल्नु पऱ्यो कमेन्ट हाल्नु पऱ्यो होइन एउटा म ट्रुथ कुरा भन्छु यस्तो स्ट्रगल गरेर आएको केटाहरू हाँस लाग्यो तर सक्सेस आएको थियो होइन
एक्सिडेन्ट केटा हुन्छ क्या अब यो मैले भन्नु खोजेको कोही कोही हाकिरा होला होइन अब यो चाहिँ होला तर लकी हो यार यस्तो यो होइन हाम्रो यो त्यसलाई हुन्छ कि त्यसको लागि बनाएको पछि गएर हामी त यो युट्युबमै भइरहेको छ नि त यो चाहिँ हो क्या चाहियो हुनुपर्छ क्या साथी अहिले होइन अब उसको मम्मीलाई थाहा पनि छैन हामी सुतिरहेको छौँ भन्छ तर छोरा दमकदेखि झापादेखि होइन यो अब भिडियोहरू चाहिँ ठुलो पनि छक्क पर्नुहुन्छ होला होइन सरी फर द्याट आयौँ होइन अब हाम्रो आइम सरी भनेर चाहन्छ हामी सुतिरहेको होला विश्वास छ अब त्यो पैसा तोरिन्छ यो भिडियोहरू बस्छु होइन अब यही भिडियो चाहिँ मम्मी माफ पाम होइन हामीबाट गल्ती भयो अब फेरि गल्ती हुँदैन भन्दै झापाको चाहिँ राम्रो छ तर भ्यू हेरिराख्नु पाएँ है त्यहाँको आएर भ्यू तपाईँले म देखाउनु न तपाईँलाई भ्यू देखाउनु देखाउनु पक्कै देखाउनु यस नदेखाउँ होला हुन्छ देखाउनै यो चाहिँ देखाउनै पर्ने हुन्छ यार उसले भन्यो साथी यस्तो राम्रो छ कि मलाई त हेरिराख्नु मन लागिरहेको छ क्या मलाई भिडियो पनि गर्नु मन छैन क्या नेकेड आइले हेर्नु कस्तो हो होइन यस्तो आनन्द छ कि म देखाउँछु ल बिस्तारै अब फेरि डर्नुहुन्छ होला तपाईँहरू तर देखाइदिन्छु ल यस्तो सेक्री छ होइन यस्तो निकै टाइप चाहिँ तपाईँ यो क्यामेरा यस्तो राम्रो देखिँदैन होला तर तपाईँहरूको आँखाले हेर्नु भने यस्तो सेक्री दिनु धरान होइन पुरै धरान हो क्या काठमाडौँको एक भाग उयो पराको चाहिँ के हो यो पराको चाहिँ यो पराको चाहिँ कुन त्यो उतो ठुलो उयो घोपा क्याम्प होला साथी ए सेक्री देखिन्छ पनि छ हेर नि त्यो एरिया पनि पुरै एकदम दामी होइन काठमाडौँको एक साइडै रहेछ भनौँ न तर एकदम क्यामेराले भन्दाखेरि पनि अब आफ्नो आँखाले हेरेर सेक्री देखिन्छ होइन म त्यही भन्छु होइन ल जे होस् राम्रो रमाइलो भयो घरमा गाडी खाए पनि अब भ्यू त एकदम राम्रो देखियो होइन त्यही भनौँ भ्यू एकदम राम्रो देखिएको छ जे होस् एउटा आनन्द पनि लागिरहेको छ होइन त्यही हो भिडियो कस्तो हुन्छ के हुन्छ त्यो त मलाई थाहा भएन त्यही पनि तपाईँहरूले अब मलाई लाग्छ मन त केटालाई छोडेर गएछ कता गएछ थाहा छैन होइन तर मलाई लाग्छ तपाईँहरूले अब माया देखाउनुहुन्छ होला तर मैले एउटा भ्युजको लागि गरेको भिडियो भएन तर मैले रिमेम्बर्स होइन त्यसको लागि मैले बनाएको भिडियो हो त्यही पनि मैले आफ्नो फोन छैन र आफ्नो फोन नभएर पछि अब क्वालिटी अलिक राम्रो ल्याउनुको लागि मैले अरूको फोनबाट भिडियो बनाइरहेको छु आफ्नो फोन छ तर आफ्नो फोन पनि अब त्यो पनि होइन हात चाहिँ दुखो मेरो नानी नभएर होला सर केही छैन गर्दैछु केटाहरू फ्रेस हुन्छ म पनि यो कपाल यस्तो छ मुखसुख धुन्छु म फ्रेस हुनु पर्यो है त ल गाइस माथि पुगेपछि भेटौँ ल है त बाई मैले ट्याक्कै अब कपाल धुएँ तर कपाल कस्तो भएको छ थाहा छैन मलाई आफूलाई नै बिलाई देखिरहेको होला होइन तर भ्यू चाहिँ कस्तो जति हेर्दा पनि तारिफै गर्न सक्दैन क्या भ्यू पनि जति हेर्दा पनि पुग्दैन क्या त्यो राम्रो छ कि जे होस् अब राम्रै भयो होइन उयो त उता पऱ्यो मेरो घर हुनुपर्छ क्या परको चाहिँ नि मलाई पार्टमेन्टको छ नि त पर्छ परको चाहिँ मेरो घर हुनुपर्थ्यो क्या तर केही छैन जे हुन्छ हुन्छ है त हस् त गाइस हामीले अब भनौँ न चिया पानी खाइसक्यौँ हामीले होइन साथीहरूले मसँग त एक पैसा छैन होइन सब खुवाउने भनेको साथीहरूले मात्रै हो अब आफू अब कमाएपछि मात्रै हो होइन आफ्नो त अब यस्तो पनि छैन भन्नु पनि छुइनँ अब यस्तै हो गरिब यसो होइन सब हाम्रो साथीहरूले गरिदिएको होइन साथीहरूले हाम्रो साइमन मेरो भाइ हाम्रो साथी झन् के भन्नु तारिफै गर्न सक्दैन केटाहरूको होइन जे होस् सेल्फिस छैनन् भनौँ न सेल्फिस छैनन् अब साथीहरू अब भाइको साथी भए पनि अब आफ्नै मतलब सेल्फिस छैनन् क्या एकदम मिल्ने खाले छन् सबैजना होइन त्यही खुसी लाग्यो मलाई चाहिँ अब मसँग 1 रुपियाँ पनि थिएन अब अरू भएको भए त अब
लाजेर पनि थियो होला तर मलाई जाउँ हिँड भनेर म गएको छु होइन आएको छु म अब हामी डाइरेक्ट अब जोनको क्याफे छ अरे होइन जुन चाहिँ मिलाएको क्याफे त्यही धरानमै छ अरे खुलेको अब हामी त्यहीँ जाने अब त्यहाँ गएपछि के हुन्छ कसो हुन्छ खाने ओर्ने होला अब यो रमाइलो गर्ने छुट्टी दसैँको छुट्टी छ होइन त्यो छुट्टीमा एकदम रमाइलो गर्ने भनेर हामी आइसकेको छौँ घरमा पनि अब थाहा छैन हामी गएको छौँ भनेर टेन्सन हुन्छ भनेर मतलब भनिनौँ हामीले तर के छैन है त जो जिन्दगीको यात्रामा यति साह्रो रमाइलो त गर्नुपर्छ क्या त्यहीमा म खुसी छु क्या म त्यति भए खुसी क्या है त अब हामी डाइरेक्ट घर जान लागेको जे हुन्छ सबै राम्रो लागि हुन्छ भनेको त्यहाँ जाने भन्दा थियौँ तर अलिक नभ्याउने अवस्था भयो घरमा पनि कल आएकै गरिरहेछ बिहान 3 बजीदेखि छैनौँ होइन अब त हामी ट्याक्कै अब खाजा खाइसक्यौँ अनि हामी अब जान लागेको हामी यहाँभरि कोही पनि सुते छैन क्या रातभरि कोही सुते छैन म आज कति नसुतेर के भएको छ भने मतलब अब भोलि पनि मतलब कस्तो अब हुन्छ नि त्यो अर्कै क्या अब कसरी एक्सप्लेन गर्ने आएन त्यो पनि अब केटाहरू यहाँ छ अब स्कुटी स्टार्ट गरेर बाइक स्टार्ट गरेर हामी जान लागेको है त अब के हुन्छ भने अब हाम्रो अब भनौँ न अब लास्ट भ्लगमा आइसकेको छौँ होइन त्यो कस्तो लाग्यो के हो कस्तो भएन के पुगेन यो मेरो भ्लगमा होइन छुट्टै मिठो भ्लग भनौँ न के पुगेन त भनिदिनु होला है त बाई गइसकेको छु होइन त्यो भिडियो अलिक कालो देखाएछ मलाई केही छैन अब जाने है घर पुग्ने घर पुगेपछि अब त्यही यो गाली खाने क्या किन नसुकिने गएको भन्नुहुन्छ अब भोलि गाली खानै पर्छ होइन हामी सोच्नु गर्नु होला तपाईँले मैले पनि भनिरहेको छु अनि एकदमै धेरै गाह्रो भयो मलाई चाहिँ अब मलाई पनि एकदम नराम्रो लागिरहेको छ किनकि ठुलो मम्मीले अब जेठा छोरा घरको होइन अनि आफ्नो ठुलो मम्मीले मेरो आफ्नै छोरा जस्तै गर्नुहुन्छ क्या मलाई चाहिँ अनि एकदम धेरै खुसी लाग्छ अनि म कहाँबाट म कस्तो थिएँ म कहाँबाट कहीँ पुगेँ त्यो मलाई मात्रै थाहा छ ठुलो मम्मीले मलाई एकदमै धेरै असल मान्छे बनाइसक्नु भएको छ ठुलो बाबा ठुलो मम्मीले होइन के गर्नु हुँदैन के गर्नुपर्छ भनेर सिकाउनु भएको छ होइन मेरो लाइफ स्टाइल पहिला जस्तो थिएन क्या म अर्कै टाइपको थिएँ तर मेरो ठुलो मम्मी ठुलो बाबाले गर्दाखेरि होइन एकदमै धेरै म राम्रो भएको छु भनौँ न राम्रो भएको छु अनि त्यही खुसी छु म होइन एकदम धेरै खुसी छु मैले ठुलो बाबा ठुलो मम्मी पाएँ होइन एकदम धेरै खुसी छु अनि फेरि मेरो मनदेखि नै सरी भन्न चाहन्छु ठुलो बाबा ठुलो मम्मी तपाईँलाई होइन माफ पाऊँ अबदेखि हामी यसरी हिँड्दैनौँ म अब ठुलो मान्छे हो अब तपाईँले भनेको कहिलेकाहीँ मानिन भने माफ पाऊँ है त के भन्दै अब होइन अब नराम्रो लागेको छ सरी होइन त्यसको लागि अबदेखि यस्तो गर्दैनौँ होइन तपाईँलाई सोधेर हिँड्छौँ होइन अनि त्यही भन्न चाहन्छु म चाहिँ अनि म ठुलो ठुलोको घरमा बस्छु म यतै पढ्छु त म के बसेर होस्टेल बसेर पढ्छु होइन अन्त म भर्खर क्लास 10 मा पुग्दैछु अब यस्तो अब तपाईँलाई थाहा नै छ होला मेरो एज कति हो भनेर तर पनि केही छैन मलाई यस्तो रिमेम्बर्सको लागि मात्रै बनाएको होइन अनि हाम्रो साथीहरूलाई पनि एकदमै धेरै धन्यवाद छ होइन तपाईँहरूले पनि हामीलाई साथ दिनुभयो होइन रमाइलो गऱ्यौँ होइन केही भएन सकेसम्म हामीलाई कसैलाई पनि केही भएन एकदमै धेरै राम्रो भयो भनौँ न राम्रो भयो ब्लग क्लिपहरू हाम्रो एकदम धेरै राम्रो भएको छ होइन त्यसमा खुसी छु क्या म अरू केही चाहिएन मलाई होइन साथीभाइ एक ठाउँमा छौँ हामी होइन फ्यामिली एक ठाउँमा छौँ त्यही हो अनि ठुलो बाबा ठुलो मम्मीलाई पनि एकदमै धेरै धन्यवाद छ होइन अनि मेरो मम्मीलाई पनि विशेष गरेर मेरो मम्मीले गर्दाखेरि यहाँसम्म पुगेको छु मेरो सबभन्दा ठुलो हात भनेको मम्मी ठुलो बाबा ठुलो मम्मी मात्रै छ क्या म यस्तो हुनु यस्तो बनिनु होइन त्यही म एकदमै धेरै म आफूलाई नै म गर्व लाग्छ क्या मैले यस्तो मान्छे पाएँ यस्तो मान्छे मैले गुमाउनु हुँदैन लाइफमा होइन कति धेरै मलाई मान्नुहुन्छ क्या म त छोरा यस्तो गर छोरा यस्तो नगर त्यस्तो गर होइन त्यति सबै भन्नुहुन्छ क्या मलाई चाहिँ सबै कुरा त यस्तो गरेर राम्रो हो त यस्तो गरेर नराम्रो हो यस्तो गर्नुपर्छ है छोरा यस्तो गर्नुपर्छ है हरेक सल्लाह सुझाव दिनुहुन्छ मलाई घरको बारेमा पनि यस्तो गर्नुपर्छ यस्तो गर्नुपर्छ एकदमै धेरै खुसी लाग्छ क्या एकदमै धेरै खुसी पनि छु म होइन अनि सकेसम्म मेरो परमेश्वरले मलाई असल छोरा बनाउन सक्नु भएको होस् भन्दै यति भन्दै म यो मेरो ब्लग यहीँ सक्दै भाइको साथीहरू पनि गइसक्यो उनीहरूको अब काठमाडौँमा युनाइटेड कलेज पढ्छ नि त अनि कहिले कहिले छुट्टी हुन्छ उता त्यही भएर आएको थियो जे होस् रमाइलो भयो भनौँ न राम्रै भयो होइन अब त्यही एउटा याद हुन्छ अब हामी यस्तो गएको छौँ यता गएको थियौँ भनेर होइन तर लास्ट गाह्रो हुँदो रहेछ क्या मतलब
निन्दा नपुगेर यस्तो गाह्रो भएको छ अनि घरमा पनि गाली खाइयो होइन गाली गर्नु किन गएको अब जहिले त टेन्सन त भइहाल्छ नि होइन प्यारेन्ट्स भएपछि चाहिँ होइन मलाई पनि नराम्रो लागिरहेछ मलाई पनि अब ठुलो मम्मीले मतलब केही त भन्नु हुँदैन त्यही पनि अब मलाई त कस्तो अप्ठ्यारो लागिरहेछ क्या त्यसमा जानु पर्थ्यो जस्तो दिमाग आयो अब जे हो जस्तो भयो अब राम्रोको लागि भयो मैले ट्याक्कै भ्लग पनि मैले एडिट गरिसकेँ भन्न पनि भनौँ न भ्लगमा ट्याक्कै एडिट गरिसकेँ मेरो फोन चाहिँ यस्तो छ होइन यो अर्को फोन पनि मेरै हो तर यो फोनबाट चाहिँ अब अर्को फोन भाइलाई चाहिँ चलाउँदैछु नि त अनि यो फोनबाट चाहिँ म हल्का एडिट गर्दैछु तर लास्ट टाइम चल्दैछ होइन हेरौँ अब सकेसम्म भाइहरू कति साथ दिन्छ र मेरो भ्लग कस्तो लाग्यो होइन के पुगेन भनिदिनु होला अनि एकदमै आँखा पनि कस्तो भइरहेछ होइन फ्रेस पनि भएको छैन अब डाइरेक्ट भिडियो हालेर डाइरेक्ट अब खाना खाएर म सुत्छु अब एकदमै गाह्रो भइरहेछ मलाई चाहिँ त्यही पनि अब भिडियो एडिट गरेन साथी भन्ने साथीहरूले नि अब एडिट गर्न लागेको है त के भएन कस्तो भएन भनिदिनु होला अब हामी जस्तै गरे जस्तो नगर्नु होला घरमा होइन घर पर एकदम धेरै टेन्सन हुन्छ हामीलाई पनि अब धेरै कल आएको थियो कहाँ गइस् के गइस् भनेर जे होस् माफ पाम होइन सबैबाट माफ पाम यो भिडियो कस्तो लाग्यो के लागेन अब कति नराम्रो बोलेको छ होला त्यहाँ मैले केही नराम्रो भनेको छु भने त्यसलाई माफ पाम है त यही भनेर नै अब मेरो भ्लग आजको इन्ड गर्छु अब फेरि समयमा अर्को भ्लग पनि छिटो ल्याउन पाम तपाईँहरूको माझमा है त ल बाई बाई गाइस